हेलो साथीहरू, तपाईँलाई स्वागत छ आजको मेरो यो मिनी ब्लगमा। तपाईँहरू सन्चै हुनुहुन्छ होला। आई होप म पनि सन्चै छु। हेर्न सक्नुहुन्छ हाम्रो यो बिहानीको दृश्य सिन्धुलीको। हेर्न सक्नुहुन्छ यस्तो छ दृश्य बिहानी पखको। आजको मेरो मिनी ब्लगमा तपाईँलाई स्वागत छ। आज चाहिँ म चट्ट लाएर उठेर जाँदैछु साथीहरू आफ्नो ड्युटीमा है। आजभोलि चाहिँ कोदो रोप्ने, जोत्ने, झाडु खाल्ने यस्तै छ। हाम्रो अङ्कल चाहिँ तल झाडु खाल्दै हुनुहुन्छ। मैले देखाएँ थोरै, हेर्न सक्नुहुन्छ है। तल चाहिँ जोत्दै हुनुहुन्छ, ऊ तल हेर्न सक्नुहुन्छ। यता यस्तो छ झाडु खेलेर हेर्न सक्नुहुन्छ। यता पानीको बोतल छ, पानी तिर्खा लाग्यो भने। यता कोदोको ब्याट छ, हेर्न सक्नुहुन्छ। कोदोको ब्याट यस्तो छ। यता हेर्न सक्नुहुन्छ हाम्रो हजुरआमा चाहिँ काँला तास्नको लागि कोदो जबरा लिएर आउँदै हुनुहुन्छ, हेर्न सक्नुहुन्छ। यस्तै छ आजभोलि गाउँघरतिर। हाम्रो हजुरआमा चाहिँ धमाधम काँला तास्दै हुनुहुन्छ। यता चाहिँ गोरु जोतेर पनि गोरुलाई एकछिन रेस्ट गराउनु पर्यो भनेर गोरु रेस्ट गराउँदै हुनुहुन्छ। साथीहरू म लागेँ आफ्नै कामतिर, फुल्किनेतिर। धमाधम म फुल्किन थालेँ, झार खेलाउन फल्किन भने चाहिँ हजुरआमा धमाधम झार खेलाउँदै हुनुहुन्छ। अनि यता हेर्न सक्नुहुन्छ घाँस झार्दै हुनुहुन्छ बहिनीहरू, यस्तो घाँस झार्दै हुनुहुन्छ। अब म चाहिँ लागेँ साथीहरू, भोक लाग्यो। त्यो काम गरेपछि भोक पनि लाग्यो। अब म खाना खान जाँदैछु घरतिर साथीहरू है। हेर्दै गर्नु होला मेरो मिनी भ्लगलाई साथीहरू। हेर्न सक्नुहुन्छ तरकारी गाउँको अर्ग्यानिक फर्सीको मुन्टो साग तरकारी यस्तो बनेको रहेछ आजभोलि। यस्तो छ है, चामलको भात र फर्सीको मुन्टा है, अर्ग्यानिक तरकारी गाउँको। हेर्न सक्नुहुन्छ। म चाहिँ धमाधम अब पस्किन लागेँ। आफै भान्छ आफै खान्छ है साथीहरू। धमाधम म भोक लाग्यो, खान थालेँ है साथीहरू है। यस्तै छ। खाना खाएर चाहिँ म अब लाँदैछु उहाँहरूलाई पनि खाना है साथीहरू। आजको मिनी भ्लग यति नै है साथीहरू। अर्को मिनी भ्लगमा यसै भेटौँ न। बाई बाई।